हेलो गाइस, वेलकम ब्याक छ तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा। सबैजना सन्चै आरामै होला भन्न चाहन्छु। र हाम्रो सुत्केरी दिदी भुलिला दिदी यहाँ हुनुहुन्छ। ल हाम्रो बेबी 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 छोरो सुत्नु भइछ। नयाँ सुत्नु भइले छ। हेरेर बसेछ मजाले तातोमा सुती छ हिटर बालेर। वर्षा च्यापानी चाहिँ वर्षा दिदी के गर्नु भएको तपाईँ? मलाई रिबन हरायो अस्ति। दिनकै नयाँ नयाँ रिबन यसलाई नयाँ नयाँ पुरानै खोजेर लगाउने हो नि त। तर नयाँ नयाँ रिबन कसले निकालिदिनु भन्ने। मम्मी मम हाम्रो मम्मी चाहिँ उता भुन्टी राखेर हेर्दै काम गर्नुहुन्छ। यता देखाइदिनु मम्मी। हाम्रो मम्मीको नाकको पल कत्रो ठुलो छ। वर्षालाई अनि रिबन किन ननिकालिदिनु हो गरे तपाईँले अनि अस्ति नि नयाँ बुढाले निकालिदिनु हुन्छ, नयाँ निकाल्न दिनुहुन्न कहिले नि भन्ने। भुन्टी पावर बाई लक्ष्मी। एक्सीडेंट हो गया गाइस, एक्सीडेंट। ओ माय गॉड, कंटेंट मिल गया। आज पनि सधैँको जस्तै हुस्सु नै छ माडीमा। यही माडीमा हुस्सु लाएर मान्छेहरू मरिरहन्। हरान हाने पहिलादेखि त चोकसम्मै। अब अहिले के हो पत्तै छैन आएको गएको। भात नहाल्नु है रे। तिमीले त नि भात खाने। अहिले कसले खान्छ त न त? कहाँ जानु लाग्यो नि बुढी? अनि अब त्यसमा तताउनु नि सक्छ। अब त 14 दिन भयो। 14 दिन कालो मान्छेको कालो सपना। भन्नु साथीहरू, बाउमन परे कि छोरा? औलो बत्ती जता बोली त्यता ठुलो ठुलो हेल्छ भाइ। टुलु टुलु हेल्छ भाइ। गाइस, वर्षा चाहिँ स्कुल जानको लागि खाना खाएर रेडी हुँदैछ। कस्तो छ? गाइस, बिहान चाहिँ एकदमै कुहिरो लाएर जाडो भए पनि दिउँसोमा चाहिँ टन्टापुरी घाम लाग्छ। मजाले घाम लाग्छ। यहाँ हाम्रो छोटा दान सुत्नुभएको छ मजाले घाममा। सुत्नु भयो मजाले। भाजी नुहाउनु लाउनु भयो है म्याडम। भएर अन्डे र मम्मी भएर लुगा धोइरहनु भएको छ। सर चाहिँ हम तो सो रहा है भैया, सोने दो। यो चाहिँ 15-16 दिन लगाएको आलु र लसुन रोपेको थियौँ। यो चाहिँ आलु हो। आलु फल्नु भइसक्यो। मैले भिडियो नि बनाएको थिएँ। आलु रोपेको भ्लग हालेको थिएँ। र यता छ लसुन त धेरै छिटो पर्छ कि। लसुन नि यत्रो भइसक्यो। अनि मम्मीले यही बिचबिचमा साग रोपिदिनुहुन्छ। बिचबिचमा साग रोपिदिएर दामी देखिन्छ। यतातिर के हो के छ बारीमा त। यो चाहिँ राजमा 1 2 3 4 5 लाइन राजमाको छ। लक्क राजमा नि राम्रोसँग उम्रेछ। त्यतातिर सबै तोरी हो। तोरी है मेन भनेको यो ठाउँमा हो कि। यो ठाउँ खन्याई मात्रै भयो मेरो। खनाई मात्रै भयो। न यहाँनिर केही रोप्यो केही नरोप्यो।
सर निस्किएर केही गर्नै पाइएन। उहाँ चाहिँ नुहाइधुवाइ गरेर लुगा धोएर घाममा बसेर तेल लगाउनु भयो है। लगाउनु भयो अहिले त्यही नि मलाई लगाइदियो नि होला न। यता हेर्दा है इस यता हेर्दा यता अन्डे पिलिट लगाइदिन्छु त म तेल। यसलाई तेल मैले लगाइदिँदैन भाइजा। लगाइदिए नि बरु खाना त बनाइदिन्छु नि। भोक लाग्छ त्यसले खाने र बेबीले खाने हो। अब म अन्डा फ्राई राइस बनाइदिन्छु। फुल मासु पनि छ त्यसलाई मिसाएर खाएपछि पुग्छ अगाउँची त्यो। ठिक छ। अब चाहिँ बनाउनतिर लागौँ। यहाँ घिउ छ। घिउमा भुटेर दिनुपर्छ नि त उसलाई त। मजाले घिउमा भुटेर दिन पाएपछि मजा आउँछ। अर्को चाहिँ जान्छ जनमेथी। सुत्केरी भएपछि जनमेथी त खानु परेन। जानो मजाले फुरिनु दिने। एकछिन कालो हुने बेलासम्म, कालो त होइन है ब्राउन भन्छ। ब्राउन हुने बेलासम्म पुर्याउने। हाम्रो चाहिँ ब्राउन भएर कराई तात्तेर धुवा नि आइसकेको छ। अब चाहिँ हाल्ने हामीले भातलाई टक्कसँगले। हामीले चाहिँ भात हालिसकेको छौँ। अब एकछिन मजाले चलाउने भुट्ने भात एकछिन। त्यसपछि चाहिँ हामीले हाल्यौँ यहाँनिर अन्डा। मजाले मिक्स गर्नुपर्छ कि। मजाले मिक्स गरेर बल्ल राम्रोसँग पाक्छ। खाँदा नि मिठो हुनु पर्यो। हेर्दा मिठो भएर के गर्नु। एकछिन मिलाएर छोडिदिन्छु म यहाँ यसलाई। थोरै नुन अब चलाएर मजाले मिसाउने होला। नुन त लाग्नु पर्यो कता एकतिर लाग्ने एकतिर नलाग्ने भएन नुन भन्ने। नुन नलागिदिने त खाएको मजा नै आउनु पर्यो नि। अब चाहिँ हाम्रो लगभग पाकिसकेको छ। चम्चा ल अन्डा पार्दै क्या यता पनि भुर्र दिन्छ त यार। तिमीले मासु भइ नखाएको कि नभएर नखाएको? के रे नभएर नखाएको रे? यहाँ हेर्ने हो लोकल कुखुराको मासु हिजो भर्खर काटेको यति धेरै छ। खाना खोज्दैन मासु खाने भन्छ साग खाने भन्छ साग। मेरो घरको अगाडिपट्टि चाहिँ बोट बिरुवाहरू आक्रम बक्रम छ हैन। यतापट्टि हेर्नुहुन्छ भने तपाईँको चाहिँ नि मेवा छ। यतातिर हेर्नुहुन्छ भने बेलौती छ, फुलहरू छ। यो नि रुई नै हो क्या हो। यहाँ नि रुई छ। रुईको बुट्टा यता फुलहरू छ। यता फुल छ। केराको रुख छ। यो चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ सुन्तलाको रुख छ। यो बगैनाको रुख हो धेरै पुरानो हो। सुन्तलाको रुख छ। त्यहाँनिर चाहिँ तपाईँको चाहिँ बेलौटीको रुख थियो। मैले ढालिदियो बेलौटीको रुख अहिले उता सुटिरहनु भएको छ। र यतातिर चाहिँ है यति राम्रो
फुल छ कति राम्रो हो फुल दाउरा कान्छी राखिसक्नु पर्छ नि त त्यसको मतलब पेबिलाएर कान्छीलाई त्यो भएर राखेको यहाँ यहाँ चाहिँ पहिला टन्नै कुखुराहरू थियो अहिले चाहिँ माथि एउटा पोथी छ तल यो पोथी दुईटा भाले छ एउटा भाले काटेर खायो नराम्रो दिनमा थियो 8-9 किलो थियो होला मासु अनि यहाँ पोथी बस्थ्यो त्यही जुन हिजो काटेको गयो अब केही नि बस्दैन यता पनि नि मम्मीले खानको लागि चाहिँ सागहरू हुन्छ नि रायोको सागहरू तोरीको साग खानको लागि चाहिँ घर खानको लागि चाहिँ यहाँनिर बनाउनु भयो हाम्रो मम्मीले यता यो निम्बुको बुट्टा यो के को यार साथीहरु यो रुख कटर ठुलो भएपछि यसो अहिले काम छैन रायोको टार घेराएपछि बल्ल पहिलोचोटि पञ्चर भएको हेर्नुहोस् यता चाहिँ तपाईँको चाहिँ नि हाम्रो ऊ हुनुहुन्छ साइकलजी यता वर्षा मिसको साइकलजी हुनुहुन्छ यतापट्टि नि त्यही साग सब्जी राईको साग छ यहाँ बढी रहेछ पहिल्यै मरिसक्यो यो रायोको साग हजुर यता चाहिँ भान्साबाट फालेको फोरहरू हजुर भुइँ कटर हो हजुर फुल हो हजुर यो चाहिँ मावा छ यता यहाँ पछाडि सबै देखेकै छ तपाईँले आज मेरो घरमा आम्बाका बिरालो घरको उस मेरो छोरो चाहिँ त्यहाँ उठेर बाबु गुले बुबु बुबु दिने ऊ एक्लै खाएर बसिछि आफू मात्रै है नि ल चलो एकछिन अहिले दिन्छु है बाई ओ गाई चलो ओहो गलेकोले बाई आमाले पुसी पुसी गलेकोले बाई बाबुको म कुचाएर देखाउँछ आज हो पाका आमाले पुची पुची गरिन्छ आइन भर्खरै स्कुलबाट कसरी आयो माया आज एक्लै दादा किन नआएको हो गरौँको थियो गरौँको थियो चाहिँ स्कुलबाट आएर यहाँ भाइसँग खेल्दै सुन्तला खाँदै होमवर्क गर्दै है मजा खाने होइन नाक पुल्याएकोले भाइ डनले त बाबु बुढा आउँछ तिनीहरू दुईजना मेरो बाबु रुवा खान क्या हो हेर्दा यिनीहरू दुईजना बसेर बाबु रुवाका के भयो पिछा फेर के गरे थाम न फेर्दैन त अनि रुवा खान बाबु यार सर्ट खाला तिमीहरूले फेरि आजको लागि चाहिँ यति नै भन्दै हाँस्दै रहनुहोस् नाच्दै रहनुहोस् गाउँदै गर्नुहोस् हजुरहरूको आफ्नो मित्र बादल बिकोसँग म चाहिँ लागेको जानकारी ब्लग समाप्त भएको जानकारी गराउन चाहन्छु हस्त नमस्कार लाइक शेयर सब्सक्राइब चाहिँ दबाएर है दबाएर 100K गोल हो मेरो